हामी चाहिँ सरर जाँदैछौँ साथीहरू। सरर जाँदा जाँदा म चाहिँ के अरे क्या बोल्नै आउँदैन। अब जङ्गलको अर्किड फुल टिप्न हामी चाहिँ गइरहेछौँ साथीहरू। विशेष चाहिँ होइन बिरुवा लिनलाई अर्किडको बिरुवा। अघि बिहान मर्निङमा आउँदाखेरि देखेको कि साथीहरू। अनि अहिले चाहिँ टिप्नको लागि आउँदैछौँ। अब टिप्न चाहिँ सकिन्छ कि सकिँदैन थाहा छैन। अब हेरौँ कोसिसमा चाहिँ छौँ हामी जाँदैछौँ। पुग्न लाग्यो। यस्तो राम्रो फुलेको छ नि साथीहरूलाई एकछिन पर्खिनु होला तपाईँहरू पनि देख्नुहुन्छ। यस्तो राम्रो फुल फुलेको छ अर्किड। म चाहिँ फुल प्रेमी हो। मलाई चाहिँ एकदमै मनपर्छ साथीहरू। तपाईँहरूलाई कतिको मनपर्छ ल? मनपर्ने जतिले चाहिँ लाइक कमेन्ट सेयर पनि गरिदिनु होला साथीहरू। हेर्नु न यहाँ मेरो बुढोलाई होस् नचढ्नु न सक्नुहुन्न नै भनेको, तर चढ्न चाहिँ सफल हुनुभयो। अनि यहाँ माथि हुनुहुन्छ। अब यो फुललाई टिप्नलाई हो यो अर्किड। हेर्नुहोस् त यस्तो राम्रो फुलेको छ साथीहरू। तर त्यहाँबाट कसरी चाहिँ टिप्ने हो क्या बिस्तारै। हेर्नु एउटा के अरे कच्चिया ल्याएर चाहिँ कच्चिया भन्दा पनि एउटा ल्याएको भयो। हेर्नु त यस्तो परेको काई भाँचेर ल्याउ त। यस्तो राम्रो फुलेको छ। ल ल हुन्छ म भाँचेर ल्याउनु पर्यो। हेर्नु न यस्तो यस्तो परेको फुल प्रेमी चाहिँ को हुनुहुन्छ होला। हेर्नु त जङ्गलमा आएर हेर्नु त यस्तो राम्रो फुलेको छ। अब यसलाई चाहिँ टिप्नको लागि मेरो चाहिँ बुढो चढ्नु भएको छ। यस्तो दुःख मेरो लागि। हेर्नु त मेरो लागि ज्यान दिने हुनुहुन्छ नि हो साथीहरू। ल हेर्नु त यस्तो राम्रो छ। फुल झार्नलाई यस्तो आङ्कुसे पनि बनाएर चाहिँ म दिँदैछु मेरो बुढोलाई। हेर्नु होला साथीहरू। यस्तोले चाहिँ अब अलिक टाढा छ नि त, त्यही भएर चाहिँ ल लिनु त पक्नै दिनै पो सक्दैछुइनँ त। ए लिनु लिनु ल जानु चाहिँ नजानु है खुट्टाले चाहिँ फेरि म। ल हेर्नु होला साथीहरू। हेर्नु न यस्तो राम्रो फुलेको छ। अनि यसको आङ्गुसे बनाएर ल अब झार्नु त यस्तो राम्रो फुलेको छ। घरमा सजाएर रोप्न मन लागेको झार्नु भयो अब साथीहरूलाई। हेर्नु त यस्तो राम्रो। वाउ ओ माई गड मलाई यस्तो मनपर्ने कलर पनि होइन। दिनु त अर्को पनि हेर्नु ल अर्को पनि झर्छ कि झर्दैन ल। यहाँ बिस्तारै झार्नु न कि होतेलले नै दिनु होतेलले नै बिस्तारै झार्नु ल। यसको फुल चाहिँ नझरोस् ल। हेर्नु त साथीहरू यस्तो राम्रो छ नि। लिनु दिनु ल बिस्तारै दिनु त ल साथीहरू। म लिँदैछु है माथिबाट दिँदै हुनुहुन्छ। ओ मै आफ्नै ओ मामा यस्तो राम्रो। ल हेर्नुहोस् त ठ्याक्क यो चाहिँ मेरो हातमा छ साथीहरू। ल हेर्नु होला। तर देखेको चाहिँ छु कि छुइनँ है। मेरो चाहिँ यो मलाई भिडियो बनाउन आउँदैन है। फर्स्टचोटि यसरी भिडियो बनाउँदैछु। देखियो कि देखेन हो। ल अब अर्को पनि ट्राई गर्दै हुनुहुन्छ। अब यस्तो राम्रो ओ अर्को पनि ल्याउनु भयो। ल अब त यही पक्रा यति बेला हुन्छ। होइन तान्नु न भेट्छ कि भेट्दैन। भेट्दैन यसले। एकचोटि ट्राई सक्नु। ओहो हो 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 यस्तो राम्रो छ। ल हेर्नु त साथीहरू यस्तो मिठो कलर छ है। वाउ अब भेट्दैन कलर चाहिँ भेट्दैन। ल ओ माई गड यति भयो भने ल हेर्नु होला साथीहरू। म चाहिँ फुलको एकदम किरा टिपेर म चाहिँ लाँदैछु साथीहरू घरमा है। ल हेर्नु होला यता मेरो बुढोले मलाई झारिदिनु भयो। तर कस्तो हेर्नु न दामी फुल रहेछ। साह्रै राम्रो। हेर्नु त बिहान मर्निङमा आउँदा देखेको है। तर यहाँ माथि रुखमा पनि कति धेरै छ अझै पनि होइन। यति चाहिँ मैले लगेर अब यो चाहिँ घरमा सजाउनलाई है। मेरो चाहिँ अर्किडहरू थुप्रै रोपेको छु घरमा पनि होइन। अनि यो चाहिँ विशेष अब है एकदमै मन पर्यो मलाई चाहिँ कलर पनि। ल फुल मनपर्ने साथीहरू जतिले चाहिँ मलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। हेर्नुहोस् त आमा कस्तो राम्रो देखेको नि बुढो। ल म यति खुसी भयो कि हेर्नु त यति किन्दाखेरि कम्ती लाग्छ। ल पोलिथिन पनि ल्याइएन केमा बोकेर लानु पक्नै हातमा